खाना लागेको पहिलो गाँस नि खसेको साथीहरू अब के भन्नु के छ्या बाइ द वे साथीहरू आज चाहिँ म आलु र मटरको तरकारी बनाउनेवाला छु त्यसको लागि म चाहिँ आइसकेँ खेतमा मटर र आलुलाई निकाल्न अनि यो गाउँघरमा बस्दाखेरि धेरै कुराको बेनिफिट त छैन तर यो खानेकुराको चाहिँ एकदमै धेरै बेनिफिट छ के आफ्नै घरमा उमारेको फलाएको तरकारीहरू हुन्छ नेचुरल्ली प्रकृतिले दिएको पनि विभिन्न किसिमको तरकारीहरू पाउँछ के साथीहरू अनि म चाहिँ आज एकदमै मिठो बनाएर खान्छु भनेर सोचिरहेको थिएँ अनि यो तरकारीसँग रोटी खान्छु कि आई लभ इट रोटी त भन्न मिलेन तर चाहिँ यो तरकारीसँग रोटी खान एकदमै धेरै मनपर्छ कि मलाई धेरै चाहिँ होइन अलिअलि अनि यसरी घरमा आएर आगो सागो बालेर अनि यो तेल मैले कति धेरै राखिदिएको अनि खुर्सानी फुराउँदा चाहिँ आधा तेल निकालिसकेको थिएँ कि साथीहरू धेरै ओइल खानु हुँदैन क्या इन्सुरेन्स टु हेल्थ हजुरले पनि थोरै खानु होला बिचमा मेरो भोइस नि अड्किसकेको छ खै के भयो हो आजभोलि बोल्न नि आउँदैन ओ माइ गॉड व्हाट इज दिस छ्या साथीहरू बाइ द वे मैले चाहिँ यो मटर राख्न नि बिर्सेछ पछि लास्टमा राखेको अनि यो मटरलाई चाहिँ हाम्रो लोकल भाषामा के भन्छ थाहा छ केराउ सो केरा र केरा अलि सेम सेम छ नि त अलि के कारणले यस्तो नाम राखेको मैले सधैँ मेरो तरकारी भइसक्यो अब चाहिँ म खाजा खान आँटेको म चाहिँ खाजा रोटीसँग खाने भनेको तर बिहान बनाएको प्यानकेक यसलाई चाहिँ के प्यानकेक भन्नु के साथी मैले चाहिँ तावामा बनाएँ तावा केकसँग मैले चाहिँ खाएँ तरकारी अनि मलाई चाहिँ ठिकै मिठो लाग्यो हजुरहरू पनि नयाँ नयाँ डिसहरू बनाएर इन्जोय गर्नु होला थ्याङ्क यू सो मच बाई